So hello everyone, welcome back to my new vlog. Vlog को शुरू में कंटेंट निकाल लीजिए नवीन चप्पल सारे दिन ना मतलब रोड में जाने अब तीन जना भएर चाहिँ अब रोड में जान लाग्यो केटाले कतिले गर्छ त्यहाँ जाँदैछ टक्क जुत्ता लगाएर रोडमा भेट्नु ओ जुत्ता लगाइसकेछ केटाहरू यहाँ छ ल हिँड अघि न केटा अघि न ल कति भिडियो गरा पर बनिएर बढी छ अहिलेलाई अनि तल गएर सुत्ने क्या भाइ ओए बिस्तारै बिस्तारै गाडीहरू आउँदैछ यार छेउछे हिँडे केटा छेउछे हिँडे गाडी यस्तो गाडी चाहिँ शनिबार नि यार जाम गाडी खोल्यो हिँड्ने केटा हिँड्ने म चाहिँ मोबाइल छानेर आजको दिन चाहिँ यहाँ खतरनाक गाडीहरू नि आउँदैछ यार फाइनली एकछिन चाहिँ हामी रेस्टको लागि बसेको मदन भाइ छ नवीन भाइ सुतिरहेको छ टक्क आज बिराले भेट्यो ज्ञानी छिन् ज्ञानी ओए 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 भार नभए तिम्रो नाम के हो भन न तिम्रो घर कहाँ हो भन न हेर्न यस्तो आनन्दले बसिरहेको कोही बिरालो भाग्ने त तर यो चाहिँ भागेन त्यस गर्मी भइरहेछ कस्तो भयो मदन भाइ राम्रै भयो लास्ट गर्मी आएन शनिबारको दिन गाडी हिँड्दैन भनेको लास्टै गाडी हिँड्छ त यार आज त क्या आनन्दले बसिराखेको बेलाले सो अब एकछिन त्यहाँ बस्छौँ त्यसपछि फेरि हाम्रो यात्रा कन्टिन्यू हुन्छ है त शनिबारको दिन यस्तै त घुम्ने रमाइलो गर्ने सो एकछिनमा हेरौँ है त फेरि राति नै छोडिदिन्छ सो हामी कहाँदेखि पुरा कहाँ आइसक्यौँ हामीले त्यहाँ बस फेला पारिकन मेरो बस्नु जाने मान्छेले कराउनु न जुत्ता लाग्यो ल केटा ड्राइभरमा माइलो अब भुटिया बसेको ल यत्तिकै अरूको यत्तिकैमा आएर बसेको फेरि कोहीले गाली गर्दाखेरि यार सिसा सिसा सब छ त्यहाँ यहाँ त के हो यार हलन छैन बस लागि हामी सितालो होइन त मान्छेहरू छ नि गाली फेरि गाली गर्नु नि सितालो होइन बसमा चाहिँ हामी यहीँ तपाईँको साइकल लडै गरेर डुडे खोला पुगेर अर्पण र म चाहिँ खेलेनौँ झगडा एक्लै खेलेको थिएँ दुई बसन ठगे मारेको छु नि यार अझै मेरो क्यामेराम्यान मदन भाइ भनिदिएको थियो अब मेरो काम केटाहरूको देखेको थिएँ मैले किनेको अब मेरो पालो हुन्छ नि त अब हिरो क्यान्डी लास्टमा आउँछ गर्मी छ खोला एकछनको डुबेर नपर्छ क्या टालो बसबाट निस्क्यौँ भुटिया बसबाट भए चाहिँ मेरो क्यामेराम्यान चाहिँ मदन भाइ ल भिडियो बनाएकै छ भयो छिटो हिँड्नु न बुढाइ छैन
नवीन दाइले भनेर है गौतम दाइ चाहिँ यहाँ पुगिसक्नु भयो गाइस ल न के चाहिँ गराइदिनु तल सुतेको यस्ता मुलाहरू एक ठाउँबाट भन्दा मुलाहरू एक ठाउँ हिँड्दिने यार केटाहरूको चटिका ल्याएर चटिका ल ल ल ल लगेर होइन ल होइन ल चिलपाडामा है चिलपाडामा राइट सेप क्यामेरा चाहिँ ढमुलो देखिन्छ यार सो उनीहरू आयो कि म बिस्तारै पछि आनन्दले म नि सुत्दिन्छु है लगेर रमाइलो हुन्छ सुतेर हिँड्ने चाहिँ जस्ट रियाक्सनै खतरा भन्छ क्या जस्ट भिड भएकोमा चाहिँ सुत्नु पर्दैन सबले हेरेको गर्छ यहाँ चाहिँ खाली छ रियाक्सन दिने नि कोही छैन गाह्रो छ अहिले केटाहरू चाहिँ बिस्तारै गइरह म चाहिँ बिस्तारै पछि हिँडिरहेको छु बेनी बजार एन्टर गर्न लागि हामी सुतेख केटाहरू लास्ट भाइब्रेट भइसक्यो खुट्टा नि बाटै यस्तो हो कि खाली उता गरेर चाहिँ फेरि भिडियोमा मजाले राखेको छ बाहिर बाटोमा छु ल नयाँ दुर्घटना सटरमा चाहिँ गाडीले हान्दैछ चोर होइन गाडीले हान्दैछ क्या सटर हेर न केटा कस्तो भएको किन मामाहरूले फेरि छोप्ला हाम्रो एरिया जुत्ता लगाएर हिँडेर छौँ मामाले छोप्ला एरिया हेर न सत्र कस्तो हान्दियो मान्छेले छेकेर देखे मामाले नमस्ते सटर हान्दियो गाडी ल्यायो कि बाइक ल्यायो मामाहरू त्यहाँ छन् हामी जुत्ता लगाएर यहाँ बसिरहेको छौँ सतरको हालत त्यस्तो भइन्छ भाङ्गे बनाइदिन्छ गाडी आएकै छ गएकै छ हामी बसेछौँ जुत्ता लगाएर कति बेला जाने हो मामाले छोप्छ नि डर होइन मामाले डरछ नमस्ते गरिदिने गएर बसम कति बसिन्छ त्यसो बल्ल लाग्नु गाडीले छेके बेला गइहाल्छ मैसित ए गाडी नि गइदियो मामाहरू गएको राइड सक्यो हाम्रो चाहिँ कस्तो भयो मदन भाइ मजा आयो नवीन मजा आयो र प्लास्टिक लगाएर राख्ने मजा जुत्ता चाहिँ यहाँ छ सो आजले यति नै
के कस्तो लाग्छ हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु न नेक्स्ट ब्लग आउँदैछ यस्तो गर्नु त्यस्तो दाइ गर्नु ल मदन भाइ के सानो छुट्ने बेला के भन्नु छ छुट्ने बेला गौतम दाइको भ्लगलाई लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला अरूले भन्ने आफैले नगरेको अनि बेलुका गएर कस्तो सर्ट हान्ने त्यहाँ गरिदिनु यति नै आज त्यस्तो गर्दा